हे गाइज वेलकम ब्याक टु माई च्यानल। तपाईँले मेरो पछाडि देख्नु भइरहेको मन्दिरको नाम हो सपना तीर्थ। सपना तीर्थलाई चाहिँ सपन तीर्थ पनि भन्ने गरिन्छ। अनि यस मन्दिरमा चाहिँ एउटा सानो पोखरी रहेको छ। यो पोखरीको बारेमा म तपाईँहरूलाई सुरुमा जानकारी दिनेछु। आउनुहोस् हेरौँ। नमस्ते आन्टी। हामीले के भिडियो बनाउनु लागेको डकुमेन्ट्रीको लागि। अनि यो ठाउँको बारेमा थोरै जानकारी दिइदिनुहोस् म न। थोरै दिइदिन्छु ल तपाईँलाई। यता फर्केर है, यता फर्केर यो ठाउँमा पहिला अब राजाको 7वटा छोरी थियो अरे होइन। 7वटा छोरी भएको सबै छोरी बिहे गर्नु थोरैमा पुरा त भन्न सक्दैन। 7वटा छोरीमा सबै छोरी राम्रोलाई भयो अरे। एउटा कान्छी छोरी सतालमा बस्या त्यसलाई बिहे गरिदिउँ भन्दाखेरि हुन्छ भन्यो अरे। अनि सबैलाई बिहे गरिसकेपछि उसलाई त्यही कोस्ताले गरिदियो मारवीलाई। अनि दिदीबहिनीहरूले सबैले हेप्यो अरे उसलाई। हेपेपछि त्यो बुढोलाई डोकोमा राखेर ल्याएर यो सटलमा राखेर, त्यहाँ सटल थियो ऊ त्यो पवित्र कुण्ड सपन तीर्थ त्यो हो। त्यो सटलमा राखेर पहिले यति घर थिएन, थोरै थोरै घर गोठहरू। अनि उता पर दोखाम गएर बुढालाई यहीँ राखेर मागेर ल्याएर सधैँ खुवाउने। अनि गोठालाहरूले फट्याङ्ग्रा चुनाएर फ्यान्ने, भङ्गेरा चुनाएर फ्याउने, फेरि उडेर आउने त्यो त्यो कुण्डबाट। अनि उसले सोचेर म त डल्लो माटै पऱ्यो, म त केही भए होइन भनेर मनमा ज्ञान गरेर अनि एक दिन बुढी चाहिँ फेरि दोखामा माग्न गएर अनि त्यो बच्चाहरूलाई बाबु मलाई घचारी देऊ न भनेको। हामी सक्दैन, यसो फोहोरले घचार्नु सक्दैन भनेर अनि घचार्नु लट्ठीले घोचेर पठाइदिनु भनेर लट्ठीले घोचेर आफै गुडेर त्यो पठाउनु डुम्रुङ गर्नु कति राम्रो भएर आएर के उता कति राम्रो भयो भने बुढी चाहिँ आउँदाखेरि अनि मेरो बुढा खै भन्दा मै हो भन्छ अरे उसले। मै हो भन्दाखेरि होइन मेरो बुढा डल्लो परेको छ, यस्तो कहाँ राम्रो हुने हो। त्यो बुढो त्यो मारेको पनि राजाकै छोरा रहेछ अरे। अनि त्यो दिन यताउता त्यो दुईजना दुईपट्टि बसेर खाना दियो अरे। भोलि बच्चाहरू 8 बजेतिर गोठाला आउन सोधेर उहाँहरूलाई सोध्नु त भनेर त्यो रानी बाबु यहाँको डल्लो परा मान्छे यही हो, त्यसलाई हामीले लट्ठीले घोचेर पठाइदियो हो त्यसलाई भनेर। अब भोलि भरा हुन्छ नि गाउँघरको बच्चाहरूको। अनि हामीले लट्ठीले घोचेर पठाइदियो भनेको हो। मैले सपनै नदेखेको, मेरो बुढा यस्तो होला भनेर सपनै नदेखेको। विपना देखेँ यहाँको भगवान्को नामै सपन तीर्थ, मेन तीर्थ त्यहाँ बस्यो। यो भगवान् काशीबाट आउनु भयो अरे, सिद्धिविनायक गणेश्वर। अनि यहाँ काशी बन्न भनेर आउनु भयो अरे। यो एक नागराजा हो उता पारिपट्टि, एक नागराजा हो त्यो यो त्यहाँ पनि छेकेको छ लास्ट नगराको 3 रान। एक नागराजा आयो कि काशी बन्न भन्दाखेरि कोही त्यहीँ पुगे कोही त्यहीँ पुगे। अब 2 टोली आउन सकेन खोला तरेर पारी पारी भएर भाले बास उता उतै विराजमान हुनुभयो। अनि काशी भएन यहाँ। अनि अब यहाँ हामीले श्राद्धहरू गऱ्यो भने काशीमा गएको जति पुण्य मिल्छ यहाँ, यस्तो पुण्य मिल्छ यो ठाउँमा। अनि कुनै मान्छे खटिरा आइरह्यो त्यसलाई त्यो औषधि गरेर भएन भने त्यो पानीले विष हुन्छ। यो कथा छ नि तपाईँले भन्नुभएको, यो साँच्ची नै हो कि? साँच्ची भइरहेछ। अब मेरो छोरी एउटा कुना नजाने घरमा छ, एउटा कुरा नजानेको। अब बिहान 7 बजे उसलाई त पुलको फर्काउने, 8 बजे बेलुका 7 बजे झिके पनि उसले खाने पनि भन्दैन, खाँदैन नखाएको। अनि मैले 11 राखेर भजनमा छिरेँ कि गणेश भगवान्को सपन तीर्थ गणेश भगवान्को छिरेपछि त्यसले अलिअलि गरेर कुरा गरेर अहिले कुरा त गर्छ। त्यति वर्ष अरू सबै नै राम्रै छ। हामीले चाहिँ नारायण भन्छ, ऊ नाना भन्छ, त्यति फरक छ। अब पकाउनु सकाउनु चाहिँ सक्दैन, अब अपाङ्गै भयो होइन। खानाको अब यहाँ आएर जोसँग मलाई दे भनेर माग्छ, कहिले त्यसो माग्ने थिएन। यहाँ आएपछि कुरा धेरै जाने। म कति रोएर म कस्तो कालो, यो भन्दा पनि कालो भएर रोएर खाना त खाने रुने। अब यसो के हुने बोल्नु होइन, खाऊ पनि भन्दैन। भोलि कसैले दिन्छ र खाउँ भनेर नदिनु, खाने भने पो दिन्छ, खाने भने नै दिँदैन। यो खानै नभन्ने मान्छेले कसले देला भनेर रुने। अहिले त खानु मन लाग्यो, मम्मी भोक लाग्यो भन्छ। त्यही खुसीले मैले यो सबै देखि दिएँ। रुगाले कस्तो भइरहेछ मलाई पनि, रुगाले नाक पनि सिँगाइरहेछ, ग्रस्त भएको छ। यो भगवान् शेर शक्तिशाली हुन्छ। यहाँको भगवान् एक ठोक मात्र माग्नुपर्छ, हरेक चिज पुग्छ हामीलाई। एक ठोक मात्र जे चिज पनि। एउटा उहाँ पोखराबाट आउनु भयो, कहाँ टराई गर्ने, कहीँबाट नि भिसा लागेन अरे के। त्यो बहिनीले कति टराई गरेर लागेन, यहाँ आएर एकचोटि मलाई भिसा लागोस् भगवान्, मैले तपाईँलाई तुरुन्त म पूजा गर्न आउँछु भन्दा 2-3 हप्ताभित्र भिसा लाग्यो अरे।
भनेर एकैचोटि पूजा गर्न आउनुभयो आयो अब पुजारी छैन सातो लगाइरहेको छ के गर्ने होइन बाहिरबाट पूजा गरेर जान्नु होइन मम्मी होइन मा जहाँबाट भए पनि तपाईँले ल्याएर सातो ल्याएर खोलेर मलाई दर्शनै गर्नुपर्छ म अब पर्सि उड्ने भइसक्यो म भनेर फेरि पुजारी कहाँ गएर सातो ल्याएर दर्शन गरेर भयो धेरै मान्छेले छाती दुख्नेलाई नि यही पाल्ने हुन्छ खटिरालाई नि यही पाल्ने हुन्छ मेरो नानी 3 महिना बिराम भयो अनि मैले भने यहाँको सर देवराज सर हुनुहुन्छ मेन सर ए सर मेरो शरीर त मर्छ क्या भने त्यस भन्नुहुन्छ दिदी ढुन्डे भने मर्छ होला भात खाँदैन डल्लो मात्रै परेको थियो कसरी खाने हुँदैन के त्यो ल्याउ ल्याएर लगाइदेऊ त भने मैले ल्याउ ल्याएर लगाइदेऊ त बिस्तार बिस्तार उठेर पर टक्रा भएर आयो टक्रा छैन हेरे ल भगवान्ले एकदम राम्रो यो ठाउँमा हामीले भगवान्को सेवा गरेर हामीलाई सुख पनि दिन्छ मलाई त्यति त्यो नानी पुरा नजाने मैले कति दुःख कति रोएर हिँड्न अब म रोएर हिँड्न अहिले हाँसेर मात्रै हिँड्छु म ल नारायण है सबै ए अनि सुन्नु न अनि यस मन्दिरमा चाहिँ विशेष गरी चाहिँ कुन भगवान्ले पुज्ने गर्नुहुन्छ यो विशेष गरी उहाँ धनेश्वरी नागराज गणेश पन्थीले गर्छ गणेश भगवान्लाई पुजेर अनि यहाँ नागराजमा जानुहुन्छ पहिला त यहाँ जङ्गलै जङ्गल थियो अनि त्यसपछि होला त्यति बेला जङ्गलै त होला ठाउँ ठाउँ यो पछि बनाएको त्यहाँ पनि अब डाँडा काँडा थियो यो पछि मिलाएको यस्तो 10-12 वर्ष 15 वर्ष हस् है मैले जानेको किताबमा भए पुरा आउँछ किताब एउटा पुजारी ल्याइरहेछ र मैले जति जाने त्यति गरिदिएँ हस् ल धेरै राम्रो हुन्छ यो ठाउँमा मलाई रुगाले कस्तो बर्बाद भइरहेछ कम दुःख लागिरहेको धन्यवाद हामीहरूले उहाँले भन्नुभएको जस्तो कुरा त सुनि नै सकेका छौँ यहाँको बारेमा धेरै कुराहरू हामीले मैले पनि भने अझै एक कुरा उहाँलाई कति औषधि गर्दा पनि विश्व नभएर खटेर आइरहेको थियो इन्डियाबाट डाक्टर ल्याएर पनि भएन यो देउमा कहाँ गरेर देखाएर त्यही पानी ठिक भयो उहाँलाई पनि आजभोलि पनि भइरहेछ यहाँ चाहिँ पानी कहाँको त्यही उम्लिन्छ स्नान गर्ने हामीहरूले त्यहाँ गएर त्यो ढुङ्गे धारा मतलब खाने अलिकति जल खाने पहिला टाउकोमा लाउने अनि त्यस काखीमा यस्तोमा लाउने जल अलिकति खाने विषय हुन्छ आजभोलि पनि भइरहेछ ए अन्त त्यतातिर मेलाहरू पनि भइरहेको हुन्छ मेला अब वैशाख 1 गते लाग्छ तर 1 गते नै आउनुपर्छ जहिले आएर तपाईँले स्नान गऱ्यो भने राम्रो हुन्छ जहिले आउनु भयो नि हुन्छ यो 1 गते नि भन्ने छैन ल हस् है फेरि धन्यवाद हामीहरूले फेरि पनि जानकारी पाइसकेका छौँ उहाँले भन्नुभएको जस्तै यस क्षेत्रको बारेमा हामीले धेरै नै कुराहरू थाहा पायौँ उहाँले जुन नागराजा भनेर पनि भन्नुभएको थियो त्यो ठाउँ चाहिँ त्यो स्थान चाहिँ यो नै हो अनि यहाँको चाहिँ उहाँले के भनेर पनि भन्नुभएको थियो भन्दा यहाँ तिब्बतबाट आएर चाहिँ नागराजा आएर बस्नुभएको थियो अनि यहाँ चाहिँ 3 ठाउँमा छ भनेर भन्नुभएको थियो अनि एक ठाउँ चाहिँ यता अनि अर्को ठाउँ 2टा ठाउँ चाहिँ उता नै छ त्यो हामीहरू पछि देखाउने नै छौँ तपाईँहरूलाई भिडियोमा अनि उहाँले भन्नुभएको लेउ जम्ने ठाउँ त यही नै भइहाल्यो मैले भनिहालेँ तपाईँहरूलाई अनि उहाँले अर्को पनि भन्नुभएको थियो हामीले धारा भनेर अनि त्यो धारामा चाहिँ स्नान गऱ्यो भने रोगवेदहरू सबै जान्छ भनेर भन्नुभएको थियो अनि त्यो धारा चाहिँ यही हो यहाँ चाहिँ हामीहरूले नुहायो अब स्नान गऱ्यो भने जल स्नान गऱ्यो भने चाहिँ सबै रोगहरू आफूभित्र भएकोहरू रोगहरू सबै जान्छ भनेर भनेको थियो अनि जुन अपाङ्गता पनि छ नि त्यो अपाङ्गता पनि उहाँहरूले त्यो जान्छ त्यो निको हुन्छ भनेर पनि त्यो जनविश्वास रहेको छ अनि हामीसँग छ एउटा नयाँ अनि उहाँले अर्को पनि एउटा चिज भन्नुभएको थियो त्यहाँ चाहिँ एउटा मन्दिर रहेको छ अनि यहाँको मन्दिर र यहाँको जुन नागराजा यताउता भनेर भन्नुभयो नि त्यहाँको चाहिँ कनेक्सन त छैन तर पनि यहाँ आएको बेला चाहिँ 2टै मन्दिरहरू चाहिँ पूजा गर्ने गरिन्छौँ भनेर भन्नुभएको थियो अनि देख्न सक्नुहुनेछ तपाईँहरूले यता खोलाहरू पनि रहेको छ विभिन्न ठाउँबाट धेरै टाढा टाढाबाट पनि मान्छेहरू रोग हटाउनको लागि चाहिँ यस क्षेत्रमा आउने गरेको हामीले देख्न सकिन्छ यही हो उहाँले जुन भन्नुभएको थियो मन्दिर हामीहरूले देख्न सक्छौँ एउटा नयाँ हामीहरूले देख्न सक्छौँ यता एउटा पोखरी रहेको छ अनि पोखरीको कथा पनि उहाँले भन्नुभएको थियो पोखरीमा स्नान गऱ्यो भने पनि यहाँको रोग व्यथाहरू सब निको हुने गर्छ भनेर अनि जुन नागराजा बस्नुहुन्छ भनेर भन्नुभएको थियो त्यो एउटा क्षेत्र चाहिँ यहाँ हो भने एउटा चाहिँ त्यतातिर छ भनेर भन्नुभयो हामीलाई एक्ज्याक्ट ठाउँ चाहिँ थाहा छैन तर पनि यही हो अनि हामीहरू नमस्ते
हामीलाई यो क्षेत्रको बारेमा थोरै जानकारी दिइदिनुहोस्। खोइ म पनि यहाँको होइन, केही थाहा छैन मलाई। ए तपाईँले यहाँ चाहिँ किन? ए म चाहिँ यहाँ के यसो हामी उतातिर चाहिँ नि घुम्दै आएको थियौँ। हजुर। यसो यहाँतिर नि के मन्दिर छ अरे, यो मन्दिर चाहिँ हेरौँ के कस्तो रहेछ ठाउँ होइन। अब यसो दृश्य अवलोकन पनि भयो, यसो सबै बेला आएको होइन, कोही कोही बेला यहाँ आएका बेला यसो मन्दिरमा पसेर जाउँ भनेर त्यति नै हो, अरू त खास त्यस्तो केही होइन। तपाईँले यो ठाउँमा आउनुको कारण हुन्छ नि, विशेष कारण चाहिँ? विशेष कारण त यही नै हो, अब हेर्ने मुख्य दृश्य अवलोकनै हो, हेर्ने नै हो, अरू त के हुनु। ए हस्, धन्यवाद। अलि राम्रो राम्रो दिनुभयो, राम्रो भइसक्यो अहिले। हामीले सुनेका हाम्रो भिडियो ए थोरै जानकारी दिइदिनुहोस् न के को यो ठाउँको बारेमा चाहिँ। यो सपन तीर्थ भन्ने रहेछ यहाँ हजुर। है। अब यो रमणीय ठाउँ छ भनेर हेर्दा रमणीय पनि छ। हामी चाहिँ यो बनेपादेखि आएको हो यहाँ, हामी यो दर्शन गर्न हेर्न लागि। अब यहाँको हेर्दाखेरि एकदम राम्रो, एकचोटि चाहिँ सबैजना आएर हेर्नुपर्ने ठाउँ रहेछ, सबैजना आएर हेर्नुपर्ने ठाउँ रहेछ। यहाँको दृश्यहरू होइन, यहाँको वातावरण हेर्दा यहाँ सबैजना आएर एकचोटि सबैजनाले हेरौँ। अनि तपाईँ यो ठाउँमा चाहिँ कुन विश्वास ल्याउनु भएको? हामीले चाहिँ अब यो धार्मिक परम्परा अनुसार, अब हामी हिन्दू जाति भएर हामीले चाहिँ अब हिन्दू धर्म अनुसार चाहिँ हामी यहाँ यसो पूजा आजा गर्न आएका। ए तपाईँले यता यो ठाउँको बारेमा केही कथाहरू सुन्नुभएको? कथा त अब त्यति सुनिएन, पहिला पहिलाकाले भन्ने गरेको थियो बुवाहरूले। अब हामीले चाहिँ अहिले त्यसमा अध्ययन अलि भएन, अरू शिक्षातिर लाग्यो, यसमा अध्ययन भएन। ए हजुरको शुभ नाम? मेरो नवराज दाहाल। ए हस्, धन्यवाद। यहाँसम्म हेरेर साथ दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। अब अर्को भिडियोमा हामीहरू फेरि आउने नै छौँ नयाँ ठाउँको साथमा। त्यसको लागि हाम्रो च्यानलमा लाइक, सब्सक्राइब र सेयर गर्न नबिर्सिनु होला। यति नै भन्दै जाँदैछौँ। जय नेपाल।